So hi, good morning everyone. Welcome back to new episode. So today we are going Cave Fall भन्ने ठाउँ हैन तर हामी यस्तो ठाउँमा आयौं कि there is no way to access our vehicle neither our foot. So we don't know how to see the waterfall. अनि तर वाटरफल नदेखे पनि यस्तो चाहिँ केटाहरु कसैले देखेछ युकेमा हो है युकेमा हो है गाइज वेल्सतिर हो हामी कतातिर भन्दाखेरि वेल्सतिर यो गरे हो अनि आइसक्रिम खाइरहेको छु यो गरेर Stop it. Get some help. सो गाइज हाम्रो चाहिँ ट्रेकिङ सुरु भइसकेको छ our trek is begin now and we found very lovely place. गाइज हामी चाहिँ हिँड्दै जाउँ हैन हाफ एन आवर लाग्छ रे है अब अहिले नै अलिकति सास फुलिन थालिसक्यो तर भ्यू इज प्याराडाइज मायालुहरू हामी वाटरफल पुगिसकेको छौँ हो अनि त्यो चाहिँ के हो अर्को ऊ त्यहाँ छ के दिस इज हेभन गाइज हामी चाहिँ वाटरफल पुगिसकेको छौँ एकदमै बवाल छ हैन अब यो क्यामेराबाट कति जस्टिफाई गर्न सकिन्छ तर आँखा जति गर्न सकिँदैन अब यहाँ हाम्रो गार्डहरू बसिराख्नु भएको छ टिकट काट्नको लागि ल गार्ड मलाई देखेर फोन दिनु भयो यार ओ गार्ड दाइ ओके गाइज हामी चाहिँ वाटरफल आइसकेको छौँ सो यु गाइज क्यान सी Guys, you can check out हाम्रो पछाडि चाहिँ वाटरफल छ एकदमै लभली जबली ओइ कहाँ गएको त्यो मान्छे ओइ ऊ फेरि आफ्नै हिँडेछ एक्लै हैन कहाँ हिँड्यो ओइ कहाँ गएको ओइ एउटा म्युजियम पनि भेटिसकेको छौँ यस्तो छ हामी आएको ठाउँ चाहिँ हैन अब ड्रोन सट है यो चाहिँ गाइज ड्रोन सट यस्तो छ गाइज हैन यो चाहिँ यस्तो ठाउँहरू छ ओ यहाँ कसको जुत्ता हरायो भन्दै थियो I'm gonna come. गाइज हैन हामी चाहिँ अब त्यो वाटरफल हेरेर नेक्स्ट डेस्टिनेसन तर्फ लागिरहेको छौँ नेक्स्ट डेस्टिनेसन चाहिँ हाम्रो के अरे पोन्ड हो कि के राराताल जस्तै छ अरे नेपालको होइन के अरे के भन्दै हुनुहुन्छ होइन यहाँनिर सरले अब लाँदै हुनुहुन्छ हामीलाई सिनेमेटिक बनाउन हाम्रो यहाँ पार्किङ हुँदैछ गाइज है अलिक मजाले मिलाएर राख्नुपर्छ पार्किङ चाहिँ
छोए मलाई ओके गाइज हामी चाहिँ अब नेक्स्ट डेस्टिनेसन आइसकेको छौँ अब चाहिँ हामी यहाँ एक्सप्लोर गर्छौँ होइन अब भ्यू कस्तो छ भनेर भन्न सोध्नुहुन्छ भने एकदमै अमेजिङ ब्युटिफुल माइन्ड ब्लोइङ आउटस्ट्यान्डिङ लभली जबली हबली भ्यू छ होइन बोट पनि भाडामा लिन मिल्छ कि भनेर हेरेको तर यो कसैको प्राइभेट बोट जस्तो लाग्यो पछाडि चाहिँ देख्न सक्नुहुन्छ एकदमै ठुलो माउन्ट फुजी छ Bro, what are you talking about, man? यहाँ त डुब्की मारिदिउँ क्या हो यार ग्याङ म्याचेस सो गाइज यो चाहिँ हाम्रो अहिलेको डेस्टिनेसन हो सो वी आर हियर अन द मिडल अफ नट मिडल अफ द एज अफ पोन्ड होइन हाम्रो रारा पोन्ड जस्तै यो चाहिँ म्यासिभ छ इट्स टु मच बिग होइन म अलिकति जुम गरेर देखाउँछु सो टु फारसम्म वाटर दे इज टु मच वाटर अनि सबै डाँडा काँडा छ नेपाल जस्तो होइन सो एकदमै माइन्ड पनि रिफ्रेसमेन्ट भइरहेछ आनन्द भइरहेछ होइन चिल भइरहेछ पछि हामी यहाँबाट पनि निस्किन लागेको छौँ होइन यहाँ भ्लग बनाउने वातावरण एउटा बादर फेरि कता कता चढिरहेछन् होइन Do me a favor, please. Get out of here. Get out of here, man. I'm sorry. यो ठाउँ पनि अब हामीले छोड्दैछौँ सो अब हामी नेक्स्ट डेस्टिनेसनतर्फ लाग्छौँ सो हेर्दै जानु डोन्ट स्किप द भिडियो बिकज एकदमै राम्रो एकदमै खतरा भ्यूहरू आउँछ ओके गाइज हामी चाहिँ अब आज चाहिँ हामी यो ठाउँमा स्टे गर्छौँ होला सो यो ठाउँ चाहिँ म तपाईँहरूलाई अब देखाउन लागेको छु हाम्रो स्टे गर्ने ठाउँ चाहिँ कस्तो छ आजको भनेर होइन अनि टुडे इज द डे 3 सो डे 3मा चाहिँ आज हामी अब कता फल्सहरू पोन्डहरू यताउति घुम्यौँ आई होप भिडियो सो फार सो गुड भइरहेको छ होला होइन अब आज चाहिँ हामी यहाँ बस्छौँ अब तपाईँहरूले यस्तो हेर्दा चाहिँ यु गाइज विल सक के ल यिनीहरू कहाँ बस्न लाग्यो भनेर तपाईँहरू अलि उयो हुन्छ होला होइन तर डोन्ट वरी गाइज होइन दिस इज द प्लेस वेयर वी लिभिङ टुनाइट होइन यो ठाउँमा चाहिँ हामी बस्न लाग्यो अनि तपाईँ हेर्न सक्नुहुन्छ होइन हाम्रो वातावरण चाहिँ यस्तो एकदमै पिस क्वाइट छ होइन अनि दिस इज द प्लेस वेयर वी लिभिङ होइन अब म तपाईँलाई भित्रबाट पनि देखाउँदा क्विक चेक गरिदिउँ रुमलाई चाहिँ होइन अनि मलाई चाहिँ पर्सनली भन्नुपर्दा एकदमै राम्रो लाग्यो होइन यो होटेलभन्दा पनि कति टाइम बेटर है अब लेट्स गो इन आवर हाउस यसको गाइस हाम्रो गुफाभित्र सो इट लुक लाइक दिस होइन बाहिरबाट हेर्दा चाहिँ यस्तो प्रिटी देखिन्छ सो इट लुक लाइक दिस कस्तो राम्रो एम्बियन्स कस्तो उयो होइन क्युटवाला हाम्रो आउल पनि छ होइन जस्तो रियली गुड कि अनि हामीले चाहिँ पार्टी सार्टी गर्न पनि सक्छौँ होइन वी हेभ आवर पर्सनल यो बार्बिक्यू गर्ने चिजहरू होइन आगो बाल्ने चिजहरू एभ्रिथिङ वी हेभ एभ्रिथिङ लिटरली अनि दिस इज द कीमा पनि आउल छ क्या हाम्रो चाहिँ होइन एकदमै फेसिनेटिङ कुरा होइन यो चाहिँ अब लेट्स गो इनसाइड है त गाइस सो दिस इज आवर स्मल कोजी प्रिडी जे भने नि होइन एकदमै राम्रो हो होइन प्लिज कम सो यो चाहिँ हाम्रो इन्डक्सन वेयर वी कुकिङ टुनाइट होइन अनि वी हेभ ब्रेड टोस्टर होइन यो पान तताउने अनि वी हेभ लट्स अफ प्यान केक अनि यो हाम्रो यिनीहरू यो पनि भइहाल्यो होइन खानेकुराहरू अनि प्रिटी दुइटा आउल पनि छ अनि वी हेभ लट्स अफ डिसेस होइन क्लोथ होइन अनि अल्सो वी हेभ माइक्रोवेभ है खानासाना यताउति तताउनलाई
And not only that, we have our mini freeze too, and where we can put our drinks and all those things. And we have storage over here. We have so many dishes. And this is our pretty bed, and that's really cool. And don't forget to त्यो हेर्न चाहिँ नबिर्सिनु होइन, एकदमै प्रिटी छ है त्यो चाहिँ। यो साँच्चीकै रियलिस्टिक जस्तै छ होइन, साँच्चीकै हावा जस्तो। अनि यो त हाम्रो सुत्ने ठाउँ भयो। अनि हामीले सनबाथ कहाँ लिन्छौँ, मैले कहाँ लिन्छु भनेर थियो चाहिँ। लेट्स गो इनसाइड आवर प्राइभेट प्रपर्टी। सो दिस इज आवर प्रिटी कोजी। यो चाहिँ हाम्रो बाथरुम भयो। वी हेभ अ स्मल सिङ्क ओभर हियर। अनि दिस इज द मिरर, जहाँ चाहिँ हेरेर कपाल गर्छौँ। अनि यो चाहिँ आउल, अनि यो चाहिँ हाम्रो कम्बोर्ड भयो। अनि हियर इज आवर सावरिङ गर्ने ठाउँ है, सावर गर्ने ठाउँ। यो चाहिँ यस्तो रहेको छ। वी हेभ प्रिटी मिरर क्या, प्रिटी मिरर जुन चाहिँ आउलले नि भनेको छ। ओके, सो दिस इज अल होइन, एकदमै प्रिटी कोजी राम्रो छ। रियली गुड प्लेस टु ह्याङ आउट, टु चिल होइन। अनि यस्तो दामी छ इन्भाइरोमेन्ट हेर्नुहुन्छ भने एकदमै खतरनाक होइन। अनि बाई द वे इट वाज सो चिप, 45 पाउन्ड अर समथिङ 50 पाउन्ड होइन, रिजन 45 पाउन्ड समथिङ यस्तै थियो। अनि द्याट्स अल। अब हामी यहाँ बस्छौँ। अनि अब थ्याङ्क यू फर वाचिङ आवर भिडियो होइन। अनि मन पऱ्यो भने लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गरिदिनु होला। थ्याङ्क्स फर वाचिङ अहिलेसम्मको। अनि डोन्ट फर्गेट टु वाच एपिसोड 4 पनि। एपिसोड 4 पनि आउँदैछ। सो त्यो चाहिँ हामी भोलि जाँदैछौँ कता घुम्नलाई। मेबी हाम्रो भोलि कहाँ हुन्छ होला, लेक डिस्ट्रिक्ट। हाम्रो चाहिँ नेक्स्ट भोलि चाहिँ लेक डिस्ट्रिक्ट हुन्छ, वेयर वी गोइङ अनि वेयर वी स्टेइङ भनेर। अब त्यहाँको पनि हामीले एउटा क्युट कोजी अपार्टमेन्ट बुक गरेछौँ। डेफिनेटली म देखाइहाल्छु तपाईँहरूलाई। ओके बाई, थ्याङ्क्स फर वाचिङ, लभ यु गाइज।